हामी अहिले यो मकवानपुरमा अवस्थित चिसापानी गढीमा आइसकेका छौँ। मन्दिर पनि छ। यो एउटा नेपालको विशाल शक्तिपीठ हो। तपाईँ यहाँको स्थानीय हुनुहुँदो रहेछ, यसको विषयमा केही भनिदिनु त। यहाँको मसँग भन्दा पनि यो पुजारी बाजेसँग अन्तर्गत तपाईँलाई कति कुरा थाहा छ यहाँ? यहाँको कुराहरू त अब म पनि छैन। यहाँ पुजारी बाजेसँग चाहिँ यो पुरानो इतिहासको कुराहरू ल हस् हस्। यो गढीमा चाहिँ नेपालको यो शक्तिपीठमा चाहिँ महिलाहरूलाई चाहिँ पूर्ण रूपमा निषेध गरिएको छ। यहाँ महिलाहरूले प्रवेश गर्न पाउनुहुन्न। अब हामी यो शक्तिपीठमा चाहिँ दर्शनको लागि प्रवेश गर्दैछौँ। यसको यहाँ चाहिँ पृथ्वीनारायण शाहले अङ्ग्रेजबाट काठमाडौँ जो गएको ठाउँ चिसापानी गढी। यहाँ हाम्रो पुजारी हुनुहुन्छ। यसको विषयमा अलिकति थोरै भनिदिनु न पुजारी बा। मलाई एकदम पऱ्यो कि